गुड मर्निङ एभ्रिवान। फेरि पनि मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि म हजुरको साथी सुरज कंसका आइज जाँदैछ हामी लर्ड परमेश्वर महादेव। अनि आज चाहिँ म एक्लै चाहिँ हुँदिनँ, मसँग मेरो वाइफ, यता वाइफ रेडी हुँदैछ, छोरी अझै उता सुतिरहेको छ, छोरीलाई रेडी गर्नु बाँकी छ। 5 AM भइसक्यो। अब यहाँबाट ट्याक्क 10-15 मिनटमा हामी निस्किन्छौँ है त गाइज। हामी चाहिँ अब निस्किनु लागेको लर्ड परमेश्वर महादेव। अनि गाइस यहाँ त पुरा जाम लागेको छ यार, तलसम्म रहेछ। ए पहिरा रहेछ नि त, यहाँ त गाडी पल्टेको रहेछ क्या। यस्तै हो नेपालको बाटो त। तर ओ माई गड, के गरेर पल्ट्यो अरे गाडी है, पहिरोमा परेको रहेछ। पक्नु भाइ, थ्याङ्क गड हामी निस्केछौँ है। ओ यो कटेपछि त यो झर्नानिर आइपुग्यो हामी। लडिक छ, नहलिकन बस्नु है, बिस्तारै लिएर जान्छु म होइन। कहाँबाट लिएर जाने यार। पुरै जता पर भयो ल, चार्ज भयो ल। यो होटलमा चाहिँ स्कुटी चार्ज पनि गर्ने अनि खासा पनि खाने, अनि अलिकति पर्सेन्ट चार्ज भइसकेपछि स्कुटीमा गए नि भयो माथिसम्म, नभए अलिकति हिँड्नुपर्छ अरे 1 घन्टा जति। ल गाइस, हामी चाहिँ अब खोरभन्ज्याङबाट हाइक हिँड्नु लाग्यो। अब स्कुटीमा अलिक चार्ज नभएर चाहिँ पछाडि मैले चार्जमा राखिदिएको छु। अब यहाँ चाहिँ हिँड्दै जाने हो चाहिँ। ल यो प्रवेशद्वारबाट, यो निलो रङको बोर्डबाट भित्र छिर्ने हो हामी। ल हाम्रो चाहिँ फर्स्ट हाइकिङ हो। मेरो यहाँ छोरी पनि छ, मेरो यहाँ बुढी पनि छ। ल यहाँ फन है त। हिँडेको कति मिनट भयो अरे? अनि कस्तो फिल भइरहेछ 2 मिनटमा? त्यो दुखिसक्यो। वा, तपाईँले कोही के गरौँ म अब, तपाईँको ट्रायल लिन आयो क्या म यहाँनिर। तपाईँ हिँड्नु सक्छ कि सक्दैन होइन, तपाईँले कति नाटक पार्दो रहेछ हिँड्ने बेलामा होइन। यो ट्रायल पास गऱ्यो भने चाहिँ यहाँ हेर्नु नि, यहाँ नेक्स्ट वाट, त्यसपछि तपाईँ अर्को ट्रेकमा पनि तपाईँ इन्भल्भ हुनुहुन्छ क्या। त्यसपछि यो ट्रेल पास गर्नु पऱ्यो पहिला। मस्त बसेको छ छोरी होइन छोरी? बुढी के भयो अरे? के बोल्न सकेन? कति मिनट भयो हिँडेको? ए 10 मिनटमै पावर सक्यो? सके छैन? मैं तो थक गई। मेरो टोडलर छोरी यहाँ कुखुराले देखेर रमाइछु। क्वाक 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 ह्यान। ठ्याक्क यहाँसम्म चाहिँ बाइक आइपुग्छ है, त्यो खोरभन्ज्याङ गेटबाट। अब यहाँबाट चाहिँ हिँड्ने हो टक्क भर्याङ माथिसम्म। ल जाऊँ छोरी। हेलो, हाई महादेव। बुढी आऊ त जोस्, आउनु हागी हिँड्ने भाइ। चाहे त्यो फेदमै गाडी किन नआओस्, हामी हिँड्नु पर्ने त्यहाँबाट हो। अलिक धेरै हिँड्नुपर्छ भने सम्झिने हो कि, लोभ गर्नु हुँदैन। लाउनु, त्यस्तो हुँदैन हो कि? ए गुसबम आइरहेछ। ए अलि माथि गएछ, हराउँछ त्यो पनि। ल आउनु गाइज हेर्नु, यहाँ बुढीलाई लिएर आएको। बुढी त्यो फ्ल्याट भएर बसिरहेको छैन। छोरी पनि मलाई बोकान्छ, ब्याग पनि मलाई बोकान्छ होइन। यति त म बोकिदिन्छु भन्थ्यो बुढीले होइन। 1-1.5 घन्टा हिँड्नु पाएको छैन होइन। यस्तोलाई कसरी अब अर्को डेस्टिनेसनमा लिएर जानु? मैले 1 दिनको हाइक त सकेको छैन, तर बिस्तारै आउँछ होला, हेर्दैछौँ। ब्याग सबै बोकिदिएको छु, अब आउँछ होला। यहाँ भर्खर अलिअलि खाजा खानु लाग्यो अब यहाँ बसेर। बाउछेर चाहिँ मलाई नकुरिकन हिँड्नु भयो। हाम्रो सानो हाइकर हेटौँडाबाट लर्ड परमेश्वर जाने क्रममा होइन, यो ठाउँमा बस्नु है। यो गुफानिर एसी भन्दा बवाल आउँछ यहाँ हावा। बसेर यसो हावा खाएर जानु है, दामी हावा आउँछ चिसो। वर्ल्डको सबभन्दा सानो हाइकर
है जम्मा 18 मन्थको ट्र्याकर हो नि मम्मी जाम छिटो जाम लटरम्मेश्वर महादेव हाइक गर्दैछ यो 18 महिनाको गल्ली बिस्तारै चढ छोरी बिस्तारै हस् ल ल बाई नहिँड धेरै खुट्टा दुख्छ हस् यसो तालले म भ्लगर बन्छु होला त यसरी यस्तो मान्छे बोकी मेरो फर्स्ट भ्लग यहीँ लटरम्मेश्वर महादेवबाट सुरु भएको थियो होइन 4 वर्षपछि फेरि यही हाइक गर्दैछु होइन अहिलेसम्म मेरो 1000 सब्सक्राइबर पनि पुगेको छैन तर मैले आफ्नो मेहनत चाहिँ छोडेको छैन होइन म हिँड्दैछु भिडियो बनाइरहेको छु भ्लग बनाइरहेको छु भिडियो पोस्ट पनि गरिरहेको छु मेरो सुरज कंसकारको भ्लगमा प्लिज त्यतिखेर त मेरो छोरी पनि थिएन अहिले छोरी बोकेर हाइक गर्दैछु म प्लिज लाइक सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला छोरी यहाँ हेर कहाँ आइपुग्यो तिमीहरू हेर तिमी कहाँ आइपुगेको ल यस्तो ठाडो बाटो छ यहाँ तर उताको भन्दा सजिलै छ तर अहिले यताको चाहिँ छिटो आउनु छिटो कसैले के भन्नु मन छ हनी सिंह रे ल अनि गाइस अभी हम लोग आ गए हैं नेपाली में भन्न देमा भन्ने नि हुन्छ ल हम लोग आ गए हैं 2000 मीटर अभी 700 मीटर बाकी है अभी बहुत हालत पूरा खराब हो गया है अभी चलना बहुत बाकी है कुछ ही पल में डिप्रेशन में जाने वाला डिप्रेशन में जाने वाला है पूरा हालत खराब हो गया है ल यहाँ बाटोमा र दुईजना चाहिँ इन्डियाको भाइहरू भेटेछु मैले उनीहरू पनि आएको छ है हाम्रो ब्याग पनि बोक्दैछ भाइहरूले चाहिँ जस मिलनसार छ जस लगाएछ हामी चाहिँ यहाँ बिचमा ठ्याक्क यो 4 वर्ष अगाडि आउँदाखेरि यो ठाउँमा आइपुगेको थियो काठमाडौँ तर्फबाट आउँदाखेरि यो बाटो र अनि पछि हेटौडा तर्फबाट आउँदाखेरि यो बाटो यहाँ ठ्याक्क यो ठाउँमा भेट्छ है म देखाउँछु है तपाईँलाई पछाडिबाट ल यो ठाउँ अहिले यस्तो बनाइसकेको थियो पहिला केही थिएन बढी यहाँ अहिले यस्तो बनाइसकेको थियो यहाँ ल छोरी कुन्टी यहाँबाट ठ्याक्क आधा घन्टा लाग्छ हालत खराब भयो अहिले भ्यू देखेपछि बवाल मजा आउँछ यो बाटो चाहिँ काठमाडौँबाट आउने हो अहिले त यस्तो बनाइसकेको रहेछ यार पहिला यस्तो थिएन हामी बजारै भइसक्यो रहेछ यार पहिला गाइज यहाँ त अब त बजार बनाइसकेको रहेछ यार पहिला जस्तो छैन रहेछ यहाँ पहिला यो मात्रै एउटा यो थियो त्यो पनि खङ्गड थियो यो अहिले पुरा बजार भइसकेको छ यहाँ सेलरोटी तातो खानुपर्छ अहिले फर्किने बेलामा मान्छेहरू यहाँ खाँदैछ होइन चटपटे खानुपर्छ अहिले आएर बल्ल यहाँसम्म आइपुग्यो अब यहाँबाट धेरै छैन यहाँबाट थोरै थोरै बाँकी छ अब आधा घन्टा होला यहाँबाट चाहिँ बिस्तारै हिँड्दै गयो भने बाटो चाहिँ बिस्तारै हिँड है बिस्तारै यहाँ चाहिँ फेरि चिप्लिन्छ कहाँ आइपुग्यो छोरी तिमी यता हेर हेलो हामी चाहिँ ठ्याक्कै यति हाइटमा छ अहिले गोप्रो हो यो जाम भयो यहाँहरू कहाँ फर्किने कुरा हुन्छ टेन्सन लिनु हुँदैन डराउनु पर्दैन ल आउनु 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 जाम भन्दैछ छोरी जाम भन्दैछ ल भ्यू देख्छ अब यहाँ भ्यू देख्छ अब यहाँ ल बबाल भ्यू मन्दिर उता माथि छ हो उता मन्दिर हो त्यही हो ल कस्तो लाग्यो अब यहाँ आइसकेपछि मन्दिर उता छ हो उहाँ हो ल ठेक्यो खुसी लागेछ उहाँ हो मन्दिर but still we are on hike ओके ल जाम बिस्तारै जाम बिस्तारै कस्तो लाग्यो त नि ठिकै छ डर लाग्यो कि लागेन ल जाम छोरी पनि आयो यहाँसँग हेलो फाइनल्ली मैले यहाँ चाहिँ लगाएर छाडेँ है जहाँ जहाँ गइन्छ त्यहाँ त लगाइन्छ अब कहाँ आयो तिमी छोरी दिदीलाई हेलो गरिदिउँ दिदीलाई हेलो कस्तो लाग्यो यहाँ आइपुगेर राम्रो लाग्यो ब्याग बोक्दैमा धेरै धेरै धन्यवाद
बस बस लटरम्मेश्वर महादेवको यो दोस्रो पटक आइपुगे भैया जब 10-15 मिनट विश्राम गरेपछि हामी चाहिँ अब निस्किन लागेको यो लटरम्मेश्वर महादेवबाट ल सबको रक्षा गर्नु ल जाम लेट्स गो चलो 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 ल ल ल ल बढो बढो आगे बढो चलो आगे बढो चलो अनि यो भिडियो त कसले दिन्छ नि आइरहेको मैले यहाँ खिचिरहेको छु